युट्युबको एउटा नयाँ फिचर तपाईँहरूलाई थाहा छैन? म सिकाउँछु। सबैभन्दा पहिला तपाईँहरू आफ्नो युट्युब खोल्ने, युट्युब खोलेपछि यो प्लसको आइकनमा क्लिक गर्ने अनि यता माथिको साइडमा स्टार जस्तो त्यहाँ क्लिक गर्ने अनि यस्तो इन्टरफेस आउँछ। यहाँ अनि क्रिएट भिडियोमा क्लिक गरेर अनि यस्तो आउँछ। यहाँबाट तपाईँले एउटा एड इमेजमा थिचेर अनि यहाँबाट तपाईँले एउटा आफ्नो फोटो चुज गर्नुपर्ने हुन्छ, सिलेक्ट गर्नुपर्ने हुन्छ। मैले हल्का स्क्रोल डाउन गरेर कुन फोटो चुज गरौँ, ल यो सिलेक्ट गर्छु म यहाँ। अनि यो सिलेक्ट गरिसकेपछि यहाँ एउटा प्रम्प्ट दिनुपर्छ। मैले अलरेडी बनाएर अनि यहाँ पेस्ट गरिदिएँ। त्यसपछि तपाईँ यहाँ यो आइकनमा क्लिक गरेर अनि त्यहाँदेखि तपाईँको 5 to 10 सेकेन्ड लाग्छ, भिडियो जेनेरेट हुन्छ। नमस्ते साथीहरू, आज म पशुपतिनाथ मन्दिरमा छु। च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला है। भिडियो मन पर्यो भने लाइक कमेन्ट पनि गर्नुपर्छ कि गाइज, फलो पनि गर्ने है त।